हेलो फाइनली तौलिने मेसिन पनि आयो। मैले आफ्नो तौल्ने अनि एक्सर्साइज सकेपछि चाहिँ 7:30 बजे हामी सहकारी पीडित भाइको दोकानमा चाहिँ चना अन्डा खायौँ। 3टा अन्डामा चाहिँ 2टा फुल, एउटाको चाहिँ रानी खाइएन। त्यसपछि मैले 10 बजे चाहिँ दुध कफी खाएँ। दुध कफी खाएँ बिना चिनीको। त्यसपछि चाहिँ मैले 12 बजे साथीहरू आज चाहिँ मैले कडी सोयाबिन, अर्को चाहिँ कडी बडी बनाउँछ भने मैले चाहिँ कडीमा चाहिँ सोयाबिन हालेँ। थोरै बेसन लगाएर कडीमा चाहिँ सोयाबिन हालेर कडी सोयाबिन खाएँ। कडी सोयाबिन खाइसकेपछि त्यो मैले 12 बजे खाएको थियो। अनि फेरि 4 बजे चाहिँ मैले 1 कप कफी पिएँ। कफी खाएर पनि यसो बिचमा भोक लाग्यो भने एउटा दुईटा गाजर पनि टोक्ने गरेको छु। त्यो टोकेको भिडियो चाहिँ हाले छैन है मैले साथीहरू। त्यसपछि ठ्याक्क 6 बजेको थियो मिक्स तरकारी, बिना थोरै तेलमा चाहिँ पकाएको मिक्स तरकारी, थोरै भात अनि 3टा अन्डामा चाहिँ 2टा अन्डाको चाहिँ सेतो मात्र, एउटा अन्डाको फुल रानी शुद्धै बनाएर मैले अम्लेट बनाएँ। यसरी नै रमाउँदै खाँदै वेट लस गर्ने हो।